सम्पूर्णमा नमस्कार। आज म फेरि हजुरहरूसँग यो जीवनमा जति गरे पनि खुसी नै हुँदैन, जति गरे नि खुसी नै हुँदैन। त्यही भएर मैले चाहिँ फेरि खुसी हुन के गर्ने होला भनेर एकचोटि कुरा गरौँ भनेर हजुरहरूसँग उपस्थित भएकी छु। हजुरहरूलाई मेरो कुराहरू कस्तो लाग्छ कमेन्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अनि मैले भन्न खोजेको कुरा चाहिँ हामी सबैभन्दा सर्वश्रेष्ठ प्राणी, सुन्दर शरीर छ, उत्कृष्ट मस्तिष्क छ, सुविधा सम्पन्न छौँ, 32 गुणले युक्त भइकन पनि एकदमै जति बेला पनि हाँसिरहने हँसिलो व्यक्तित्व छौँ नि त हामी, है। अनि त्यस्तो राम्रो मान्छे भए पनि हामीलाई त्योभन्दा नि राम्रो हुन मन लाग्छ। अनि हामी सर्वश्रेष्ठ बन्नका लागि सामाजिक बन्न खोज्छौँ, अरूलाई हँसाउन र खुसी पार्न खोज्छौँ। अनि केही समय त सफल हुन्छौँ, तर लास्टमा चाहिँ हात लागो शून्य हुन्छ, जिरो हुन्छ। किनभने मानिसले गुनै गुण लायो, सबैलाई गुण लायो भने गुण लाउँदा लाउँदा गरो, होइन। अनि त्यस पछाडि एक दिन चाहिँ झुक्किएर गल्तीले सानो काम चाहिँ यसो तलमाथि भइदियो भने चाहिँ त्यहाँपछि सबैले यसो यसो गर्न थाल्छन्, ढुङ्गा बर्साउन थाल्छन्, अनि त्यहाँपछि खुट्टा काट्न थाल्छन्। अनि त्यसलाई त त्यसले गरेका 1000 गुणहरू सबै बिर्सिन्छन्। हामी सबै त्यस्तै छौँ, अरू मात्रै त्यस्ता होइनन्। हाम्रो चाहिँ मानवको त्यो बानी नै हो। अनि अब हामीले चाहिँ अरूलाई हँसाउने चाहिँ होइन रहेछ, आफूलाई पनि नितान्त आफूलाई नै धेरै हँसाउने पहिले, त्यस पछाडि आफ्ना छोराछोरी, त्यस पछाडि तेस्रो नम्बरमा चाहिँ मैले आफ्ना श्रीमान भए पनि श्रीमती भए पनि मैले तेस्रो नम्बरको दर्जा दिएकी छु। किनभने बच्चाहरू भनेका आफ्ना मुटुका टुक्राहरू भए, तिनीहरू त आफ्नै हुन् नि। श्रीमान श्रीमती भनेको चाहिँ पछि हामीले बनाएर टाढा टाढाबाट ल्याएर ट्याप्प टाँसेको साइन हो क्या। त्यही भएर मलाई चाहिँ श्रीमान श्रीमतीलाई चाहिँ म तेस्रो दर्जामा मात्रै राख्छु। त्यस पछाडि अरू नाताका मान्छेहरू, अनि त्यस पछाडि ओल्लो घर पल्लो घरका छिमेकीहरू, त्यस पछाडि मात्रै सम्पूर्णलाई खुसी पार्ने कुरो आउँछ। त्यो हुनलाई चाहिँ ठुलो कला चाहिँदो रहेछ, होइन। त्यो कला चाहिँ सित्तिमिति पाइँदैन। तर म चाहिँ अहिले आफू खुसी हुने कुरा मात्रै गरिरहेको छु। हामी सबैले एक एक गरेर सब आफू खुसी भयौँ भने हाम्रो देशै खुसी हुन्छ, देशै हाँस्छ, होइन र। त्यही भएर मैले चाहिँ आफूलाई व्यक्तिगत रूपले आफू खुसी पार्ने कुराहरू गर्न लागिरहेकी छु। अनि आफै हाँस्नु, आफै खुसी हुनु र आफैलाई रमाउनु चाहिँ हाम्रो मुख्य जिम्मेवारी ठानेकी छु। मानिसको पहिचान नै खुसीबाट हुनुपर्छ। हामीले भित्र मनदेखि बाहिर पनि भित्र पनि सबैतिर हामीले बिहान उठेदेखि सुतुन्जेलसम्म हामीले आफू खुसी हुन के गर्ने भनेर सोच्नु पर्यो। त्यसलाई मूल मन्त्रको रूपमा लिनु पर्यो। अनि काम जे पनि हुनसक्छ। हेर्नु, हामीले गर्ने काम छ नि, मैले भनेको पेसा व्यवसायको कुरा गरिरहेकी छु मैले। त्यो काम चाहिँ जे काम हामी गरिरहेका छौँ त्यो कामप्रति हामी गर्व गरेर गर्न सक्यौँ भनेदेखि हामी खुसी हुन्छौँ। हामीले गरिराखेको काम हामीलाई मन पर्दैन अनि हामी जति बेला पनि खिन्न हुन्छौँ। अनि काम गर्न जानुपर्ने भनौँ, काम गर्ने भनौँ, त्यो गऱ्यो भनेदेखि चाहिँ हामी कहिले पनि ह्याप्पी हुँदैनौँ। कि त त्यो काम छोड्नु पर्यो, कि त त्यही काममा रमाउन सक्नु पर्यो। सबभन्दा मूल मन्त्र त्यो हो। अनि त्यस पछाडि अर्को चाहिँ त्यो काम चाहिँ हामी खुसी भएर गर्दाखेरि हामी जति गर्न सक्छौँ नि, दुखी भयौँ भने त्यसको आधा पनि गर्न सक्दैनौँ। धेरै फरक पर्छ, आकाश र पातालको फरक पर्छ। हरेक वस्तुको आफ्नो आफ्नो महत्त्व हुन्छ। सूर्य जतिसुकै चम्किलो भए पनि, फुल जतिसुकै ढकमक्क भएर फुले पनि, नदी सफा र स्वच्छ भएर कलकल गर्दै बगिरहेको भए पनि,
यो प्रकृतिहरू जस्तै हराभरा भए पनि हामी आफ्नो मनभित्रदेखि खुसी छैनौँ भनेदेखि ती सबै कुरा फिका हुन्छ। त्यसैले वस्तुहरूको महत्त्वलाई पनि हामीले ध्यान दिनुपर्छ। हामी खुसी हुनुपर्छ। हेर्नु न प्रकृति कति रमाइरहेकी छिन्। हाम्रो मन अनि मस्तिष्कलाई सही ढङ्गले हेर्न र पढ्न सिक्नु पर्यो। मेरो मनले के भनिरहेको छ, म काम कतातिर गर्दैछु, मेरा साथी सङ्गीहरू कतातिर छन् र मेरो मन कता छ, त्यो कुरो चाहिँ हामीले एकदमै राम्रोसँग मनन गर्नुपर्छ, बुझ्नुपर्छ र हाम्रो मस्तिष्कलाई पनि हामीले बुझ्नुपर्छ। सबभन्दा ठुलो हामीलाई अराउने, खटाउने, हाम्रो शरीरभित्रका सबै अङ्गहरू चलाउने, निर्देशन दिने मेन चाहिँ यहाँनिर छ हाम्रो मस्तिष्क। यसले दिन्छ, यहाँ आज्ञा दिन्छ र त्यसलाई हामीले जहिले पनि जतन गरेर त्यसलाई स्वच्छ सफा राख्नुपर्छ। दिमागलाई टेन्सन दिनु हुँदैन, दिमागलाई दुःख दिनु हुँदैन, अनावश्यक कुरा सोचेर हाम्रो दिमाग दूषित बनाउनु हुँदैन। गाउँघरमा गएर अर्काको कुरा गरेर अनि अर्काले आफ्नो कुरा काटेको सुनेर हामीले हाम्रो मनलाई, आफ्नो मस्तिष्कलाई दुखी बनाउनु हुँदैन। हामीले हाम्रो बच्चालाई जसरी स्याहार गर्छौँ नि, त्यस्तै गरी हाम्रो दिमागलाई स्याहार गर्नुपर्छ, त्यस्तै गरी हाम्रो दिमागलाई चाकर गर्नुपर्छ। त्यसैले हामी त्यो गऱ्यौँ भनेदेखि हामी भित्रदेखि रमाउन र खुसी हुन सक्छौँ। प्रकृतिको अस्तित्वलाई हामीले स्वीकार गर्नुपर्छ। हाम्रो जीवन छ नि, त्यो जीवनको सम्बन्ध सृष्टिसँग हुन्छ। जो यस पृथ्वीमा अस्तित्वमा छ र हामीलाई जुन महत्त्वपूर्ण लाग्छ, हाम्रो मन त्यतै लगाउनुपर्छ। हाम्रो विचार र हाम्रो भावना नै हाम्रो लागि अहम कुरा हो। कष्ट भन्ने कुरो अरूले दिने होइन र संख्या, हामीले आफैले जन्माउने रहेछौँ र त्यसलाई कसैले पनि थोपरिदिएको हुँदैन रहेछ, हामी आफैले गरेका हुँदो रहेछ। हामी घरमा बेमेल हुन्छौँ, कुरा मिल्दैन, एक अर्का बीच दोषारोपण गर्छौँ नि, त्यसको मुख्य दोषी अरू नभइकन हामी आफै हुँदो रहेछौँ। हामीले आफ्नो कमी कमजोरीलाई चाहिँ थपक्कसँग मिल्काउन सक्यौँ भने, पहिल्याउन सक्यौँ भनेदेखि हामी कहिले दुखी हुँदैनौँ। हामी खुसी खोज्ने होइन रहेछ, बाहिरतिर गएर खुसी समात्न जाने भनेर घुमेर आज मेरो मन दुखी भयो भन, दिनभरि गयो अनि यता डुलो उता डुलो घुम्यो, फेरि घरमा आएपछि त्यस्ताको त्यस्तै। त्यसैले गर्दा हामीले आफ्नो मनलाई खुसी पार्नलाई हामीले हामीभित्र भएको खुसी चाहिँ खोज्न सक्नु पर्दो रहेछ। हामीले हाम्रो खुसीलाई लुकाएर राख्यौँ भनेदेखि त्यो खुसी कसले देख्छ? जब हामी चाहिँ त्यो खुसीलाई अभिव्यक्त गर्छौँ नि अनि यसो गरेर मुस्कुराइदिन्छौँ नि, दुनियाँ संसारले देख्छ। हामी हाँसेको देखेर अरू पनि हाँस्छन्। अनि हामी कुनै दिन यो पृथ्वीमा अस्तित्वमा नभएको दिन सबैले हामीलाई भन्छन् कि फलानाले चाहिँ हामीलाई हँसाएर गए। अनि जहिले पनि मुस्कुराइरहनु पर्यो, एक्लै पनि मुस्कुराउनु पर्यो। हेर्नु न, राति हामी संसारभरि कति मान्छे छौँ, सबैजना सुत्छौँ नि, भोलिपल्ट बिहान भएपछि फेरि उठ्छौँ नि, त्यो मध्ये कतिजना सुतेका सुतै हुन्छन्, उठ्न सक्दैनन्, कहिले उठ्न नसक्ने गरी सुत्या हुन्छन्। त्यसैले हामी बिहान उठ्ने बित्तिकै हामीले आफूलाई आहो हामी कति भाग्यमानी छौँ, हिजो सुतेपछि म उठेँ,
अब मैले संसारमा केही गर्नुपर्छ भनेर हामीले आफूलाई सधैँ भाग्यमानी भनेर म कति भाग्यमानी, संसारको सबभन्दा असल मान्छे, सबभन्दा भाग्यमानी मान्छे, मलाई भगवानले सबै थोक दिनुभएको छ, केही कुरोको अभाव छैन, बच्चा छन्, छोरा छोरी छन्, कस्तो ह्यापी खुसी परिवार छ भनेर आफूले आफूलाई सधैँ धन्य धन्य सम्झिने, भगवानलाई धन्यवाद दिने। हरेक पल पलमा सम्झिने र सम्झाउने कि म जीवित छु, तिमी पनि जीवित छौ, अरू के चाहियो। हामीलाई लाग्छ कि धन सम्पत्ति ऐश आराम सुख सुविधाले मान्छेलाई खुसी राख्छ, तर सानो सानो कुरामा खुसी लुकेको हुन्छ। जस्तो कि एउटा बच्चालाई ढुङ्गा माटोमा छोडिदिनुस् त, ऊ कति खुसी भएर ढुङ्गा माटोमा खेल्छ, हामी पनि खेल्यौँ नि। अनि अर्को कुरो, हामीले अरूसँग आफूलाई कहिले तुलना नगर्ने। हामी हामी नै हौँ, अरू अरू नै हुन्, हामी किन उनीहरूसँग आफ्नो तुलना गर्ने। अरूको प्रगतिमा जल्ने आरिस गर्ने जुन हुन्छ नि, मान्छेहरूलाई डाहा लाग्छ नि, ओहो अरू मान्छे त्यो त गाडीमा कुदेको कुदै उसलाई त ऐस छ, आफूलाई कस्तो दुःख छ, त्यो कहिले नभन्ने। हामी जे छौँ, भगवानले हामीलाई जे दिएको छ नि, त्यसमै हामी खुसी र सन्तुष्ट हुने। त्यसपछि हेर्नुस् त भगवानले तपाईलाई कति गुणा दिनुहुन्छ। तपाईले मागेको भन्दा, तपाईले सोचेको भन्दा कयौं गुणा दिनुहुन्छ। त्योभन्दा कति ठुलो चिज दिनुहुन्छ, आशीर्वाद दिनुहुन्छ। हाम्रो मुस्कानमा, हाम्रो हाँसोमा, हाम्रो उज्यालो अनुहारमा भगवानको करोडौं करोड आशीर्वाद ओइरिरहन्छ, आइरहन्छ, भरमार आउँछ। हामी त्यसलाई थाम्नै सक्दैनौँ, सम्हाल्दै सक्दैनौँ। आफ्नो वर्तमानमा जे छ त्यसमै रमाउने अनि नयाँ नयाँ काम थाल्ने, सधैँ मुस्कुराउने, खुसी हुने। त्यति भयो भने खुसी हुन केही चाहिँदैन। हवस् त, नमस्कार।